किपरले गर्दा आज गेम जितायो सो गाइस एउटा गेम चाहिँ जित्यो है ला लास्टै सुन्नेछ त नि ए फुला हेलो गाइजहरु वेलकम टु माई न्यू ब्लग भिडियो सबैजनालाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ हामी टक्कसँगले बल खेल्न जाँदैछौँ। केटाहरू अगाडि सिकार थानमा छ र दुईजना भाइहरू यहाँनिर छ। आज जित्छस् कि जित्दिनस् भाइ? पैसा यस्तै हो नि नक्कली पैसा। केटाहरू उहाँ अगाडि छ है। अब चाहिँ हामी टक्कसँग आज भाले गेम खेल्न जान आँटेको। भाले गेम खेलेर चाहिँ आज भाले लिएर आउने केटा हो के गर्ने फेरि हाम्रो फुटबल प्लेयरहरू चाहिँ कहिले गोल नपुगेको यसो हस्केमा हिँडेको है। यहाँनिर चाहिँ टुर्नामेन्ट हुँदो रहेछ बच्चाहरूको कहाँको बच्चाहरूको। हाम्रो टिमहरू चाहिँ सो यहाँ चाहिँ प्रकाशपुरको बच्चाहरूलाई चाहिँ ट्रेनिङ गराउँदै रहेछन् उयो दाइले। त्यो दाइ बोर्डिङको सर होला है। यो चाहिँ बच्चा बच्चीहरूको गेमै सिद्धिएछ। केटाहरू आउँदैछ को कतिजना आउँदैछ। केटाहरू सबै सिङ्गल सिङ्गल आयो। भरे उहाँ साइकल थिएन भने यहाँ छ मेन खेलाडी क्याप्टेन। ठुलो शिखर खानको क्याप्टेनहरू यता छ। गेमहरू यता छ प्लेयरहरू। सो गाइस एउटा गेम चाहिँ जित्यो है। केटाहरू चाहिँ मरेर ल ठिक छ भाइ। मरेर प्लेन्टीमा जितेको छ केटाहरूले। म त धेरै वर्ष गेम नखेलेको भए त स्याँ भएर खेल्नु चाहिँ फुलै खेल्यो। जस जित्नु चाहिँ जित्यो। सानो सानो भाइहरू नै थियो तर केटाहरू खतरा खेल्ने रहेछ। सो चौरी चाहिँ धुर छ यहाँ मेरो कुरो लाएर है पट्टु नल्याएको यहाँ। सो एक गेम चाहिँ जित्यो। अब हेरौँ अर्को गेम के हुन्छ। अर्को गेमको केटाहरू खतरा छ अरे। गर्मी लास्ट भयो। भालेको अब यो चाहिँ गर्मी लास्ट छ। हाम्रो केटाहरू चाहिँ यता छ। यो भाइ पनि खेलेको ल पानी खाराम ल। हाम्रो केटाहरूको मस्त मुक्दै रहेछ। ल जय नेपाल। एक गेम जित्यो। अर्को गेम अब के हुन्छ। अर्को गेम जित्ने उता जाने कालो कालो हप्सी भयो हामी हो। गर्मी लास्ट डढेर कालो भयो। ल हाम्रो टिमहरू चाहिँ यस्तै छ कालै बसेको हाम्रो ग्याङहरू। ल फुटबल ल सो गाइस अब अर्को गेम हुन्छ। गेमको चाहिँ भिडियो बनाउनु पाइएन है किनभने म पनि खेल्दै थिएँ। भाइहरू कता थियो अब हात मुक्दम अनि आज शनिबारको दिन यसो छुट्टी मनाउन आएको। गाह्रो छ कुरो लगाएर पुरै कुरो थियो। सो यो चाहिँ हाम्रो आयोजक टोलीहरू है। अनि यहाँ चाहिँ हाम्रो टिमहरू रहेको छ बगालसँग हाम्रो फुटबल ग्राउन्ड। सो हाम्रो फुटबल प्लेयरहरू किपरले गर्दा आज गेम जितायो। ल फिला ल हाम्रो ग्राउन्डको हालत चाहिँ बेहाल रहेछ। कुरो सफा भएको छैन है। राम्रो ठिकै छ। यता आयोजक टोली छ यता भाइ। आज त खेलेर पनि एकछिन रेस्ट गर्नु पनि पाइएन। अब फेरि हाम्रै गेम छ है। अब चाहिँ हामी केमा फाइनल क्याप्टेन। सो गाइस यो चाहिँ दोबान अरे यो चाहिँ सो गाइस अब चाहिँ एकछिन पछि खेल्छौँ हामी चाहिँ है। भाइ र मै बसिरहेको छौँ। सो गाइस तपाईँहरूलाई चाहिँ म देखाउनु गइरहेको छु थरीका फोनहरू है त खतरा फोनहरू। यता हाम्रो फुटबल प्लेयरहरू छन् भने यता चाहिँ हाम्रो फोन छ रहेको छ। एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा। ल यो चाहिँ आइफोन यो आइफोन हो। यही हो आइफोन 12। ल केटा हो 1000 रुपियाँ कोटाले दिँदैछु फोन लिन अब। यो फोनहरू 1000 रुपियाँ कोटा मात्र।
सो हाम्रो केटाहरू चाहिँ मुत्नु जाँदैछ गेमको बिचमा मुताएर केटाहरू निक्लो मुत्न छिरो ओ केटा गेमको बिचमा मुतेर कट्टुमै मुद्दे सो गाइस यस्तै छ है गेम घाम यस्तो छ 12 बजेको घाममा खेल्दैछ केटाहरू फुटबल 12 बजेको घाममा छाती फुट्ने गरी खेल्दैछ अहिलेको गेम खेलेर आफै त स्याक्क भयो घाम यस्तो साह्रो छ नि यहाँ घाम डह्रो छ है फोन यति छ अब यो फोनलाई चाहिँ म कलेट हानौँ रुपियाँ कोटाले दिँदैछु आउनु होला लिनलाई पैयाहरू 1.5 लाख रुपियाँको फोनहरू मात्र 500 रुपियाँ 500 पनि होइन हजुरहरूको लागि अहिले यहाँ आउनु भयो नि 100 रुपियाँ कोटा फोन 100 रुपियाँ कोटा 100 फोन छानी 100 रुपियाँ कोटाले दिँदैछु ठिक छ केटा बोल आने सुरु में उयो लाइट्सम्यानहरू सबै खतरा खालको छ है यो चाहिँ केटाकेटी खेले जस्तै गेम भइरहेछ है वाल छ नि गेम त केटाहरूको यहाँनिर हुन्थ्यो यार गोल कस्तो मिस्टेक हो ओए हानेको छैन आफै लडिरहेछ गोल गोल केटा हेडम्यान ओ सन्देश गोल आन अफ छ थेटेरिका यार गोल भएको थियो कस्तो मिस्टेक हो हान्नु त हान्नु यार गोलै छिरेन यार आज ब्याट लगै छ यार 2 चोटि गोल हान्ने छिर ला यार गाइस त्यो भाइको खुट्टा सड गयो सो ठीक छ भाइको खुट्टा के दुख साह्रै बङ्गे ला लास्टै सुन्ने छ त नि ए फुलाको हो ल ठिक छ फेरि छिर्ने हाम्रो केटाहरू मर गर्मी कतिको लाग्यो ल अब चाहिँ म छिर्दिनु पर्यो कटु चेन्ज गर्नुपर्ने भयो पुरै कुरो छ केटाहरू चाहिँ गेममा हारेर मस्त पौडी खेल्दैछ ल खै टिकटक छैन मेरो त्यो डाटै छैन अरे नि हारेर त हारेको बेला के मुझे कुखुरा पुकारेर हरायो होइन जित्यो गाइजहरू हामीले चाहिँ टकसँगले आज गेम चाहिँ पनि खेलेर आयौँ केटाहरू पछाडि आउँदैछ सो बबाले मजा आयो भोगाले पनि स्याक भयो अघि भुजासुजा खायो सो आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु है केटाहरू अगाडि जाँदैछ 2 जना भाइहरू पछाडि केटाहरू आउँदैछ 10-15 जना छन् अरू केटाहरू आदिहरू पनि घर गयो है त्यस्तै छ गाइज आजको शनिबारको छुट्टीको दिन चाहिँ मजै आयो सो गाइजहरू आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्दैछु हस् त नमस्ते बाई बाई टेक केयर